फ्यापलजी दर्शन के बोलूं नबोल्ने होला जे ल ल है दाजु ल है ल ठिक छ के छ फर्दियो आमा नसकिने जो हेलो ए जो फ्याबलजी बडो ल भाइ ल जे फ्याबलजी मनमा आज राख्ने ए बडो नानी बसको मान्छे हिँडेर आइपुगेको छैन रन्जित थोर भन्यो आसँगले 500 जना ल्याउनु भन्नुभयो र त अनि 250 मात्रै भयो 500 जना भन्नुभयो ठिक छ यतिकै त हुनुपर्छ है सजन भन्छ त कसले के त रिसाएको यो माम त लास्टै रिसाउँदो रहेछ यो माम त माम सबै गयो है
फ्याबल चाहिँ ल ल आखे आखेर फ्याबल चाहिँ ठिक छ सागर भाइ एकदम सोलिड हामीले खाएर हामी एकदम आरामसे गरिरहेका छौँ अब हामी चारजना सकेर भर्खर बाहिरेको छौँ अब आउँदैछ टिकाको मेलो बास त्यति नै हो छोटकारीमा धेरै लम्बै चौडो गर्नु हुँदैन हजुर आसिङ फ्याबल चाहिँ हुँदैन त्यसरी के गरे ल नाना ओराङ्गालो नाना पठाइदियो त्यो नानाहरूलाई आइसक्यो हिँडिसक्यो माथिबाट तपाईँले एउटा मात्रै जुटा गर्नु एउटा नि यो ल ल ल चिन्ता नमान्नु डर नमान्नु ल ल हामी जाउँ न हामी जाउँ बेहुला छ यही छ ओ काका सार काका यहाँ खुवाउने खुवाउ आइ चाहिँ यहाँ आउनु यहाँ काकीसँग आउनु नि ल ल हो त्यसरी अलि यसो सम्झाउँदै बुझाउँदै ल्याउनु परेन ल लग्यो भाइ लग्यो अगाडि ल छ अनि बेहुलीहरू हिँड्दा कस्तो भइरहेछ राम्रो एकदम रमाइलो भइरहेछ रमाइलो भइरहेछ नाना अब बेहुलीहरू हिँड्दा कस्तो भइरहेछ अब चाङ लिएर हिँडेको होइन त सरकार के भन्न चाहनुहुन्छ नभन्ने के गलेको छ आज आइ एम योर बिग फ्यान गुड नाना हामी अब जन्ती घरबाट
बेहुलीको घरबाट अलि मासतिर हजुर हजुर बडाकारलाई ठिक मासतिर आएर यहाँ हामी बसमा मान्छे चढिरहेको छौँ। अब हामी 6 बजे ठ्याक्कै कुवापानी पुगेर आश्रम गर्छौँ। कुवापानीमा एकदम सगुन बोक्छ स्वागत गर्नलाई तयारी बस्दिनु होला। धन्यवाद 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 तपाईँलाई धेरै धेरै धन्यवाद। लास्ट स्टोरी धानको भात भित्र म त जान्न